आँसु रातभरि बग्न सक्छ, तर बिहान आनन्द आउँछ। भजन सङ्ग्रह 30 अध्यायको 5 पदमा लेखेको छ। जय मसीह, अभिवादन अनि नमस्ते प्रिय साथीहरू। आशा गर्छु तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। आउनुहोस्, हाम्रो दिनको सुरुवात प्रभुको वचनबाट गर्नेछौँ। प्रिय साथी, यो वचनले हामीलाई आशा, सान्त्वना र नयाँ सुरुवातको सन्देश दिँदछ। जीवनमा कहिलेकाहीँ अन्धकारको रातहरू आउँछ, दुःख हुन्छ, निराशा हुन्छ, रातभरि रुनुपर्ने दिनहरू आउँछ। तर परमेश्वरको वचनले के भन्छ? यो रात सधैँ रहँदैन। आँसु अस्थायी हो, तर परमेश्वरको कृपा चाहिँ स्थायी हो। दाउदले यो वचन आफ्नो अनुभवबाट लेखेका हुन्। उनले कठिन समय, पापको फलस्वरूप अनुशासन र आँसुका रातहरू भोगेका थिए। तर जब उनले परमेश्वरलाई पुकारे, उहाँको अनुग्रहले उसको जीवन पुनः उज्यालो बनायो। यही अनुभव हामी सबैको पनि हुन सक्छ। आँसुका रातपछि हर्षको बिहान अवश्य आउनेछ। आँसु रातभरि बग्न सक्छ भनेको चाहिँ जीवनका कठिन क्षणहरू चाहिँ अस्थायी हुन्, तर बिहान आनन्द आउँछ भनेको चाहिँ नयाँ बिहानीले पूर्ण स्थापनाको एउटा प्रतिज्ञालाई देखाउँछ। त्यसैले हामी निराश हुनुपर्ने कुनै कारण छैन। तपाईँ अनि हामी अहिले आँसुका रातहरूमा जीवन बिताइरहेका हुन्छौँ, तर सम्झनुहोस्, परमेश्वरले बिहान ल्याउनुहुन्छ भन्ने कुरा कहिले पनि नबिर्सौँ। उहाँको उज्यालो तपाईँको जीवनमा पुनः चम्किनेछ। अन्धकारले तपाईँको भविष्य निर्धारण गर्न सक्दैन। आँसु चाहिँ अन्त्य होइन, तर नयाँ सुरुवातको सङ्केत हो। विश्वासमा हामी अडिरहन सकौँ, किनभने परमेश्वरको कृपाले आँसुलाई आनन्दमा बदल्नेछ। प्रिय साथी, हामी यसरी भनेर आजको दिनको सुरुवात गरौँ, अनि त्यो यसो भन्ने कुरा चाहिँ प्रार्थना हो। अनि यसो भनेर प्रार्थना गरौँ, हे प्रभु, जब आँसुको रातहरूमा हुन्छु, मलाई तपाईँको अनुग्रहमा सम्झनुहोस्। मेरो हृदयमा बिहानको आनन्द ल्याउनुहोस्। तपाईँको उपस्थितिले मेरो जीवन उज्यालो बनोस्।